फोक्सोको जाँच गर्दैछौँ। यसलाई चाहिँ स्पाइरोमेट्री पल्मोनरी फङ्सन टेस्ट भनिन्छ। यो सामान्य फोक्सोको जाँच हो है। हाम्रो फोक्सोले चाहिँ हामीले चाहिँ कति सास लिन सक्छौँ अनि कति लामो समयसम्म सास फाल्न सक्छौँ। सबैभन्दा पहिले हामीलाई तपाईँको तौल, ओजन र तपाईँको उचाइ हाइट चाहिन्छ। 164 164 सेन्टिमिटर रहेछ। तपाईँको अक्सिजन नापौँ है। सिधा खुट्टा राख्नुपर्छ, कम्फर्टेबल फिल गर्नु होला है, सिधा बस्नु। त्यसपछि तपाईँले चाहिँ के गर्नुपर्छ भन्दा आगोड्नुहोस्, मुखमा राख्नुहोस्, दाँतले टोक्ने अनि ओठले बन्द गर्ने। ल, लिने फाल्ने, लिने फाल्ने, लामो लिनुहोस्, फाल्नुहोस्। 1 2 थाप्नुभयो भने स्वाट्ट भित्र तान्नु होला। गुड। कहिलेकाहीँ चाहिँ यो हामीले नजान्दै नाकबाट सास फेरिन्छ। त्यसैले चाहिँ नाकबाट सास नफेरिउन् भनेर चाहिँ हामीले क्लिप लगाउँछौँ है। यो नाकमा लगाउने। रेडी हुनुहुन्छ? दाँतले टोक्नुहोस्, ओठले बन्द गर्ने। ल, लिने फाल्ने, लिने फाल्ने, लामो तान्ने, फाल्ने। 1 2 अझै आउँदैछ भने फाल्नुहोस्। नसक्यो भने लास्टमा स्वाट्ट लिने है भित्र। गुड। तपाईँले 2 चोटि गरिसक्नुभयो। कम्तीमा चाहिँ 3टा गर्नुपर्छ। यो दबाई छ नि, यसको यो ढक्कन खोल्ने है, अनि यसलाई हल्लाउनु पर्छ 5 सेकेन्ड जस्तो है। यसरी हल्लाउनु पर्छ। सबैभन्दा पहिले तपाईँले फोहोरो सास फाल्ने अनि त्यसपछि यसलाई मुखभित्र राख्ने। तुरुन्तै तपाईँले दबाईलाई लामो सासले तान्ने अनि 5 सेकेन्ड जस्तो सास अडाउने, सास नफेर्ने। अनि कम्तीमा 30 सेकेन्ड पर्खेर फेरि त्यस्तै गर्ने। अब 2 चोटि लगाएको बिचमा चाहिँ अब हामीले हात यस्तो गर्नु त, यो हल्लेको छ कि छैन भनेर चेक गर्छौँ दबाईको असर। ठिक छ, ठिक छ। अब फेरि हामीले गर्छौँ है 2 चोटि। यो दबाई चाहिँ 4 चोटि लगाइसक्यौँ। अब दबाई लगाएको 15 मिनट पछि फेरि यस्तै टेस्ट गर्छौँ है।